आज मसँग एउटा पोलेको हरियो मकै फेला पर्यो। यो मकैलाई अब कसरी खाने भन्दाखेरि यो लसुन, 2टा टमाटर, 2टा खोर्सानी पोलेर टक्क अचार बनाएर यो मकैसँग मजाले खानु पर्यो। फेरि मैले यो लसुन, टमाटर, खोर्सानी पोल्छु भन्दाखेरि खोर्सानी पोल्ने भन्नु होला, खोर्सानी चाहिँ नपोल्ने। अब म हजुरलाई यदि टमाटर अनि यो लसुन पोलेर अचार बनाउँछु अनि र यो मकैसँग खाने तरिका बताउँछु भन्दाखेरि हजुरले खाइसक्नु भएको छ। मैले आज खाएको हजुरलाई देखाउँछु है त। मसँग चाहिँ त्यस्तो केही छैन। यो काँटा छ एउटा, सधैँभरि अदुवा लसुन पोल्ने गरेछ टमाटरहरू। म यसमा उनेर पोलेर देखाउँछु हजुरहरूलाई। यसैबाट पोलेर म अनि मिक्सरमा एकचोटि जुइयाँ पार्छु र यसको अचार तयार गर्छु है त म हजुर। म चाहिँ यसरी पोल्छु, हेर्नुहोस् है। अलिक अप्ठ्यारै तरिकाले पोल्छु, तर मलाई चाहिँ सजिलो लाग्छ यसरी पोल्न चाहिँ। अब यो मकै पनि अर्ग्यानिकै हो, यो लसुन पनि अर्ग्यानिकै हो, यो टमाटर पनि लगभग अर्ग्यानिक नै होला। तर पोल्ने तरिका चाहिँ अर्ग्यानिक भएन है, किनभने अब ग्यासमा पोलेको छ, आगोमा पोलेको होइन। आगो त यो पनि आगो, तर दाउरोबाट बलेको आगो र ग्यासबाट बलेको आगोमा फरक छ। मैले चाहिँ खोर्सानी पनि पोल्थेँ, तर खोर्सानी अलिकति त्यो धेरै पोल्यो भने चाहिँ अलिकति धेरै खोर्सानीको राग आउँछ। तर यसलाई हरियो खोर्सानी हो, हल्का पोल्दा केही फरक पर्दैन, एकदमै टेस्टी हुन्छ पोलेको खोर्सानी। लसुन पनि यसरी पोल्छु है म, यही काँटामा यसलाई टक्क पोल्ने अनि यसलाई यतातिर कालो कालो भएपछि फेरि यता फर्काइदिने। चाहिँ बोक्रैसँग पोल्नुपर्छ, एउटा चाहिँ बोक्रो उडेछ। बोक्रोसँग पोल्दाखेरि चाहिँ के हुन्छ भने भित्रको भाग त्यति कालो हुँदैन, बोक्रो कालो हुन्छ। यसलाई चाहिँ फर्काइ यसरी पोलिसकेपछि धेरै मिठो हुन्छ कि अचार चाहिँ। ल हेर्नु हजुर, पोलेको टमाटर, पोलेको लसुन, पोलेको खोर्सानीबाट बनेको अचार कस्तो हुँदो रहेछ। अनि यो हरियो मकै पोलेको, यो पनि मिठै छ मकै चाहिँ। अब म यो टमाटर र यो लसुनको चाहिँ यसको बोक्रा निकाल्छु। मैले यो टमाटरको बोक्रा अनि यो लसुनको बोक्रा अनि यो खोर्सानीको भेट्नु मैले यसरी निकालिसकेँ। अब हजुरहरूलाई अब गाउँघरतिर भए चाहिँ अब सिलौटो हुन्थ्यो, यहाँ चाहिँ अब यस्तो छ, यो मिक्सरमा हालेर झुर्र पार्ने। यो टमाटर, यो लसुन, यो खोर्सानी, अब यसमा त्यस्तो केही हाल्नै पर्दैन, सिर्फ नुन हाले पुग्छ। अब यसमा चाहिँ नुन, यति नुन हाल्ने, कति खाने नुन चाहिँ आफ्नो इच्छा अनुसार नुन हाल्ने। अब म हजुरहरूलाई यो चाहिँ मिक्सरमा पिसेर देखाउँछु है कस्तो बन्दो रहेछ अचार। ल हेर्नुहोस् हजुर, कस्तो एकदम हेर्दाखेरि टेस्टी खालको अचार बनेको छ होइन। यसलाई खाएर चाहिँ हेर्नुपर्छ। ल हेर्नुहोस्, यो अर्ग्यानिक अचार र अर्ग्यानिक मकैको टेस्ट, अब यसको टेस्ट एकदम छुट्टै छ। हेर्नुहोस् है हजुर, आहा एकदमै मिठो छ। अब म हजुरलाई यो मात्रै होइन, यो मकै र यो अचारसँग अर्को चिज पनि जोड्दैछु, त्यो म देखाउँछु। अब म हजुरहरूलाई दहीबाट
मोही बनाउने तरिका सिकाउँछु। हुन त सिकिसक्नु भएको छ, तर पनि मेरो तरिका देखाउँछु। गाउँघरतिर हो भने चाहिँ ठेकी हुन्थ्यो, टोलुङ हुन्थ्यो, अनि मदानी लाएर पुरा दुई हातले तानेर घुइँ घुइँ पारेर मोही बनाइन्थ्यो। बडो टेस्टी मोही हुन्थ्यो। तर यहाँ चाहिँ अब हाम्रो यो अब ठेकी भने नि, टोलुङ भने नि, जे भने नि, यो मोही पार्ने भाँडो, यो दही भयो। यो दहीलाई चाहिँ मैले यसमा राखेँ। यो दहीमा यसमा राखेँ। यसमा राखिसकेपछि अब चिसो पानी छ, यो गर्मीको मौसममा म यसलाई चिसो पानी राख्छु। अब यसलाई यति राखिसकेपछि टक्क ढकन लाउने। ढकन लाएर यसलाई चाहिँ मिक्सचरमा एकचोटि मिक्सचरमा घैँ पारेपछि यहाँ हात राखेर तल मिक्सचर ल। आहा, ल कति राम्रो मोही भन्नु। ल हेर्नुहोस् त, ल यो खाना यसो गरेर खाना त यति स्वादिष्ट हुन्छ कि यो मोहीले। हेर्नु त, आहा, ल हेर्नु ठ्याक्कै। अब यहाँ म अहिले भर्खरै मैले पारेको मोही, अहिले मैले बनाएको मोही चाहिँ म यहाँ हाल्छु है त हजुर। ल हेर्नुहोस् कति राम्रो मोही बनेछ। ल हेर्नु त, अब यो हरियो मकै, यो अचार, अनि यो मोही यति खाएपछि अरू के खानुपर्छ त। ल अब हेर्नुहोस् यो मोहीको स्वाद चाहिँ कस्तो रहेछ है त। तपाईँले गाउँघरमा आफैले पारेको मोही खानु भएको छ भने त्यसको टेस्ट चाहिँ एकदमै पाइन्छ। ल यसरी खाँदाखेरि। ल हजुर, म चाहिँ खान लागेँ है त। अब यसलाई खाइसक्छु र भिडियो हालिदिन्छु र हजुरले युट्युबमा गएर लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला है त हजुर। म यस्ता चिजहरू, लोकल चिजहरू चाहिँ यसो बेला बेली भिडियो हाल्दै जान्छु। हजुरहरूले लाइक, सेयर, सब्सक्राइब गरेर सपोर्ट गर्नु होला। जतिजनाले हेर्नुहुन्छ नि, एक सब्सक्राइब हालिदिनु, किनभने हजुरको एक सब्सक्राइबले सपोर्ट हुन्छ। फेरि अर्को नेक्स्ट भिडियोमा चाहिँ म यस्तै कुराहरू लिएर आउँछु है त हजुर। अहिलेलाई बाई।